Sharing double happiness today. My old colleague and college mates surprised me with a visit. यस्तो रमाइलो दिन भयो. हाई सेवा एभ्रिवान, वेलकम टु माई न्यू व्लग. म त यस्तो प्यासन पनि नआएर अल्छी लागेर मोबाइल चलाउँदै थिएँ नि, ढोकामा मान्छे आउनुभयो क्या. अनि म त प्यासन होला भनेर भित्र आउनु न भनेको त हेर्छु त है नाना र इम्पी क्या मनिका यस्तो सरप्राइज भए. अनि यस्तो गफ लगाउँदै थियो. फेरि एकछिनपछि त फेरि सुषमा पनि टङ्ग आइपुग्छ त. अनि झन् धेरै सरप्राइज क्या नभनिकन. आजको राशिफल चाहिँ मेरो एकदम राम्रो थियो भनेर मैले भनेँ होइन. अनि त्यसपछि हामी चटपटे पानीपुरीहरू खान गयौँ. खासमा त अरू खाजा खाने भनेर गएको थियौँ. अनि इम्पी भेज हो नि त, फेरि नपाएर त्यही खायौँ. अनि जुजु दही खानु पनि गयौँ. फेरि मैले सबितालाई पनि बोलाऊँ न त भने सुषमालाई. ल ल भनेर फेरि सबितालाई नि बोलायौँ. अनि एकछिनपछि त्यो आइपुगी मोटी. यसलाई भिडियो खिचेको नखिच यो सबिता र सुषमाले भिडियो खिच्नु मान्दैन नि अहिले. अनि म त्यही पनि फोर्सफुल्ली खिचिरहेको छु. पछि यिनीहरूलाई यस्तो क्यामेरा फ्यामिलर बनाउँछु अनि हाई गाइज भन्ने बनाउँछु. यो प्रमिस चाहिँ म आफैसँग है. अनि त्यति बेला भिडियो पोस्ट गर्छु हेर्नु ल. अनि लास्टमा सबैजना गफ गऱ्यौँ. यस्तो रिफ्रेस फिल भयो होइन. मलाई त झन् यस्तो रमाइलो लाग्यो. अनि नानाहरू त्यहाँबाट जानुभयो. त्यसपछि हामी तिनजना क्लिनिक आयौँ. तिनीहरूको मैले आँखा चेक गरिदिएँ. अनि सबिता त्यहाँबाट नै घर गएँ. अनि त्यसपछि सुषमा र म लाग्यौँ भोटेपुल. मलाई सुषमाले भोटेपुलसम्म ड्रप गरिदियो. आई होप यु इन्जोयड माई भिडियो. एनिवे थ्याङ्क्स फर वाचिङ. बाई बाई.